सो हे गाइस इट्स मी ह्याङ आयो तपाईँ पनि सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु र आज हामी पौडी खेल्दै गङ्गाडा मार्न जाँदैछौँ केटाहरूसँग एकजना यहाँनिर छ एकजना यहाँनिर छ सन्चै मौसमै यसो हाई भन्दैन यो गुलेली ग्याङ सन्देश हट त मौसम त्यहाँबाट यो चाहिँ एनी टाइम फोनमै हुन्छ है एकजना कता छ एकजना यहाँ गएको होला सो अब हामी पनि जाँदैछौँ के कसो हुन्छ तपाईँहरूलाई म सबै देखाउँदै गर्छु लाइन बाई लाइन है सो लेट्स गो माथि पुगेर भेटौँ न त गाइस एउटा साइकलमा चार जाँदा गाइस हुँदैन होला नेचुरल स्विमिङ पुलमा यस्तो हुन्छ क्या पार्टी छ कि क्या आज यहाँनिर त कसरी खेल्ने सन्देश ओए यत्रो भिड कसम भनेको गाइस यस्तो मजा आयो होइन खेल्नु त डह्रो खेल्यो है मान्छेहरू हेर्नु सक्नुहुन्छ लुगासँगै खेलिदिएको कि अलिक गाह्रो भयो मान्छेहरू टन्ने छ लेट्स गो केटाहरू यता माथि गएको छ ऐसा छतुन्दर लोग रास्ते में मिलते रहते झन् राम्रो मान्छेहरूले त यत्रा निकाल्नु छोड्दैन हाम्रो पिएस ओल्टिनी है लेट्स गो गाइस हामी खेलिसक्यौँ है केटाहरू कस्तो भयो एकदम यो घाम लाग्दा पनि अहिले चाहिँ गर्मी लागेको छैन मलाई तिमीलाई कस्तो लाग्यो हो गर्मी नै भएको छैन एकदम बाल केटाहरू हिँड्छौँ भयो है सबजना लाग्यो हामी मान्छेहरू यस्तो धेरै छ त्यो अब हामी यसो खातिरदारीतिर पनि जाउँ अनि छिटो जाउँ न ल खोड्याकले घर अब लागौँ हामी है लेट्स गो बाई बाई गाइस बाई बाई लाग्यो अब कत्रो ठुलो यार हेट यो त सबैभन्दा ठुलो होइन कसम मैले त निश्चलेको चाक मैले टुको भने कसम ओए ज्वरो फुट्यो हामी देखिन्छ एउटा गङ्गटा एउटाको टाउकै फुटाइदिन्छ यार कुन्चेले चेपेर ला एउटा गङ्गाको टाउकै गाइस यहाँ हामीले गङ्गटा निकालिसक्यौँ अब डिनर होइन त्यो पोलेर खानु जोडा भोक केटाहरूले पछाड यो त पछाड है यो त भाग्छ यता देखा त भेट्यो यो त अनि अलिक छिटो निकाल न अहिले फेरि पक्रियो के हो गङ्गटा चेप्नु गङ्गटा ठ्याप्पै यो फेरि झिकेको डल्लो कत्रो भाग्यो ला भाग्नु पो खोज्दो रहेछ एउटा त्यहाँ अर्को ठुलो थियो होइन मजाले देखायो अर्को होइन ठुल्थ्यो पक्रियो है कडा बच्चा होइन बच्चा होइन जल्दी फोकस करो ए आयो माछ मासु त छोड्दैन कस्तो डर चेप्दो रहेछ तर जति ठुलो पनि त्यो कस्तो खालको गिलो न गिलो खालको छ गाइस
सक्यो लाइन चले ल्याउन गाइस दिइसक्यो हामी कस्तो ठाउँमा आइपुग्यो कस्तो दामी दामी चरा कराउँदैछ दुईटै दामी छ यता पनि हेर्न सक्नुहुन्छ ए पक्रिसक्यो केटो यसले गङ्गटा पनि पक्रियो होइन यता देखेँ त मैले जुम गरिरहेको छु यहाँ कत्रो कत्रो असला माछाहरू पनि रहेछ क्या यसले के पठाउँछ अर्को पनि गङ्गटा पक्रिसक्यो केटोले सानै भए पनि अर्को गङ्गटा कत्रो ठुलो झिङ्गे गाई हो त म कत्रो भेटेँ अरे पानी यसलाई चाहिँ भरे मै खान्छु यो त अब पहिलोचोटि चुड्यो माछा हो यो लामो किरा माछा कुनले कसमा भनेको झिगे माछा र माछाले ठोकेको छु कि क्या हो लामो फाइनली गाइस हामीले यति पक्रियौँ है
हाम्रो सेकेन्ड गाडी यहाँनिर छ ओइ मौसम एकदम आजको एकदम राम्रो भयो सो तपाईँहरूले यति भन्दै म आजको यहाँनिर साउन्ड टुङ्गाउन चाहे है कस्तो लाग्यो भनिदिनु होला र नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब गर्नु होला बाई बाई गाइस अर्को भ्लगमा भेट्नेछु